Hello, good morning. Welcome to my vlog. अहिले चाहिँ म जिद्दाको युनिभर्सिटी एरियामा छु। हेर्न सक्नुहुन्छ बिहानको घाम। यहाँ चाहिँ तपाईं सक्नुहुन्छ हस्पिटल, अनि यो चाहिँ हाईवे, त्यसपछि यो चाहिँ जामिया मल। ओके, बिहानको चिसो त हुँदैन, हल्का भनौँ न त्यति गर्मी पनि छैन आज। बिहान यतातिर हल्का ड्युटीबाटै हल्का रेकर्ड गरिदिउँ कि भनेर। प्लेन कस्तो राम्रोसँग बसिरहनु। ओके, प्राय बिहानको कति बज्यो? 6:30। प्राय सबै पसलहरू बन्द। यहाँ ब्याङ्कमा अलिक पैसा निकाल्नु पर्यो। एटिएम कार्ड, इङ्ग्लिस इम्प्रेस गर्नु पर्यो। प्रिन्ट देखाउनु पर्यो, भएन। ओके, क्यास विथड्र। पैसा धेरै भयो, धेरै निकाल्नु होइन, $50 जति निकाल्नु पर्यो। यस्तो छ एटिएम कार्ड निक्लियो, त्यसपछि यहाँबाट पैसा निक्लिन्छ। ओके, थ्याङ्क यू। पहिला पैसा राखौँ। ओके, पराठा अब खुला छ कि छैन, पसलहरू प्रायः सबै बन्द छ कि के हो। एकछिन यसो घुमेर आउँछु। यो पछाडि देख्नुभएको चाहिँ यो चाहिँ युनिभर्सिटी मल। अहिले प्रायः सबै बिहान बन्द छ, सुनसान। यहाँ चाहिँ टी सप सानो, माहौल परेवाहरू चढ्दैछन्। ओके, हेलो। ओके, परेवाहरू कस्तो बिजुलीको पोलमाथि ट्याक्क बसिरहेको। यहाँ दामी छन्। अहिले सूर्योदय दामी सिन छ, सनराइज। परेवा बिजुलीको पोलमा बस्यो। सूर्य त एउटा आएर कस्तो अँध्यारो पो लागिरहेको छ, के हो? ओके, यो चाहिँ जिद्दा सिटी।
क्लिन क्लियर स्वच्छ वातावरण। अस्सलाम वालेकुम। अब हरियाली ईदले होला बाटो पनि सुनसान छ। खासमा म चाहिँ कता जाँदैछु भन्ने कुरो नि ड्युटीबाटै केटाहरू पराठा खाने अरे। अनि पराठाको पसल खुला छ कि छैन म त्यतैतिर जाँदैछु। प्रायः सबै बन्दै बन्द छ। हेरौँ पहिला गाडी हेर्न पर्यो, त्यसपछि क्रस बाकासाब स्ट्रिट। दोकानहरू प्रायः सबै बन्द रहेछ। पराठाको पसल खुल्ला छ कि छैन हेरौँ। यो चाहिँ पहिला अगाडि खाली देख्नुभएको छ। यो प्रायः सबै पुरानो घरहरू थिए, पुरै ड्यामलोस गरेर क्लियर पारेर अहिले नयाँ 2030 भिजनको लागि सबै पुरानो घरहरू भत्काएर अब नयाँ घर बनाउने तयारीमा। यो बस सरकारी बस, इलेक्ट्रिक बस हैन। यस्तो डिजल र पेट्रोल सस्तो भएको देशमा इलेक्ट्रिक बसहरू चल्दैछ। अब यसले चाहिँ हाम्रो देशका गन्ने मन्नेहरूले चाहिँ सिक्नुपर्ने हुन्छ। किनकि अब यहाँ पेट्रोल त्यस्तै सस्तो, डिजल त्यस्तै सस्तो, पानीभन्दा सस्तो छ। तर यहाँ इलेक्ट्रिक बसहरू चल्दैछ है साउदी अरेबिया। हेलो, फेरि पनि स्वागत छ। के कुरा गराउँछ भने इलेक्ट्रिक बस, इलेक्ट्रिक भेहिकलहरू साउदी अरेबियामा कुद्नु भनेको हैन अनौठो जस्तो लाग्छ। किनकि पेट्रोल डिजल कति सस्तो छ, तैपनि इलेक्ट्रिक भेहिकल्सहरू दौडिरहेको देखिन्छ। यसले थाहा हुन्छ कि भविष्यमा यिनीहरूले पनि इलेक्ट्रिक भेहिकललाई प्राथमिकता दिइरहेको छ। किनकि यो इन्भाइरोमेन्टको कुरो हुन्छ, ग्रिनरी। पराठा छ कि छैन के यहाँ चाहिँ हेर्नु पर्यो पराठा छ कि। यहाँ रहेछ पराठा। यहाँ चाहिँ मसरी तामिया रहेछ, तामिया सब। यहाँ चाहिँ पराठा। पाकिस्तानी पराठा होइन, यमनी रहेछ कि हो।
सलाम अलैकुम पराठा छ lagi record YouTube nah negara Ciskiras فطيرة كم هبة؟ بيض ولا سادة؟ ها؟ سادة ولا بيض؟ سادة ريال ريال؟ جيب لي 4 حبة 4 اوكي أربعة ثاني 4 $1 1 ريال वेट करो तंदूरी صح पराठा वाला तंदूरी ऐसे सुन पराठा اوكي هذا يمني ستايل صح يمني ستايل ولا لا باكستاني في كبير شوية باكستاني شوية كبير صح هذا يمني هذا يمني ستايل يصير محدد يمني ستايل هلا عندي انا عدل قال ايش هذا؟ هذا حقي فيديو يوتيوب يوتيوب ما شاء الله ما شفت عمر مع سنة انت حصل فلوس جيب بعدين عشان هذا جديد شايعتوني فلوس اوكي شكرا هذا طعمية अब लागौँ पराठा पनि भेटियो ओके पराठा यमनी स्टाइल सधैँ पाकिस्तानी पराठा कति खानु आज चाहिँ यमनीको पराठा टेस्ट गरौँ भनेर बिहानको ब्रेकफास्ट बिहान घुम्न चाहिँ शीतलै छ अहिले एकछिनमा बाहिर निक्लिन सकिँदैन गल्फमा यस्तै हो दिउँसो घुम्न बिहान बाहिर निक्लिन सकिँदैन अहिले झन् गर्मी धेरै छ घुम्ने भनेको बेलुका कि त बिहानै
यस्तो छ माहौल। हेलो गुड मर्निङ। फ्रेन्डली अरू भी घर जोस् फ्रेन्डली छ। क्यामेरा देख्यो भने हेलो हाई ग्रिटिङ्स होइन। कपास बिहानको त्यस हिँड्न पनि मजा लाग्दो रहेछ। बिहान बिहान फुर्सद हुँदैन होइन। अलि यताबाट जान्छु। यता हरियाली त्यो साउदी पोस्ट। तपाईँले यहाँबाट पैसा पनि पठाउन सक्नुहुन्छ। वेस्टर्न युनियन साउदी पोस्टको यो गभर्मेन्टको अफिस। हरियाली निमको रुख यस्तो दामी छ। हेलो हेलो सलाम अलैकुम भन्यो हो कि होइन। रेस्टुरेन्ट हरियाणा सिटी रेस्टुरेन्ट बन्द छ। खाप्सा दामी पाउँछ यहाँ यता। ईदले गर्दा प्राय सबै बन्द। ईद पनि दुईटा ईद हुँदो रहेछ होइन। ईद अल आधा अहिलेको चाहिँ, यसको अघिल्लो चाहिँ अब रमजान पछिको ईद अल फितर के भन्छ। इफ आई नो मिस्टेक ईद अल फितर यस्तै हो। यो युनिभर्सिटी मल पहिला एकदम चल्थ्यो। अहिले सुक्खा छ, खासै चल्दैन। भएको सोरुमहरू पनि हटाउन थाल्यो। कराज भन्ने सपिङ मल थियो, यहाँबाट छोडेर जामिया मलमै सारेको छ। यहाँ देख्नुभएको बिल्डिङ्सहरू चाहिँ हस्पिटल, मेन्टल हस्पिटल। ओके, आजको भिडियोमा यति नै। कस्तो लाग्छ भिडियो? लाइक, सेयर, कमेन्ट, सब्सक्राइब गर्न नभुल्नु होला है त। यति भन्दै